जुन एमाउन्ट छ है यो एमाउन्ट तपाईको 6000 मेरो हातमा जुन एमाउन्ट देखिराख्नु भएको छ यो 6000 रुपैयाँ छ। यो एमाउन्ट यहाँकै बाबाको उपचारको लागि फेरि पनि यो 6000 रुपैयाँ म है सोझै यहाँको म छोराको हातमा दिइराख्छु। नमस्कार सम्पूर्णमा, विशेष गरी अहिले म सिलगढी लोकनाथ नर्सिङ होममा आएको छु र यहाँ जुन बाबा देखिराख्नु भएको छ यो बाबा मैले केही दिन अघि है 3 दिन 4 दिन अघि सोसियल मिडिया मार्फत मैले डोनेसन क्याम्पेन गरेको थिएँ अनि यहाँ हुनुहुन्छ उहाँको छोरा अनि हजुरहरूले धेरैले सहयोग गर्नुभयो है। अनि यहाँहरू चाहिँ बिजनबारीबाट हुनुहुन्छ र मैले सबै अपडेटहरू है मैले सोसियल मिडिया मार्फत दिइसकेको छु र हजुरहरूले धेरै मात्रामा सहयोग गर्नुभयो। देश विदेशबाट लिएर मेरा साथी सम्पूर्णले सहयोग गर्नुभयो है। अहिले म हस्पिटल यो नर्सिङ होममा आएको छु र यहाँ बाबा देखिराख्नु भएको छ। अब केही दिनमा यहाँको उपचार अपरेसन भइराखेको छ र यहाँको छोरा हुनुहुन्छ है। अनि यहाँकै छोराकै एकाउन्ट मैले दिएको थिएँ नम्बर र हजुरहरूले यहाँको छोराको एकाउन्टमा हजुरहरूले धेर थोर सहयोग गर्नुभयो। त्यस्तै प्रकारले है अहिले मेरो हातमा है यहाँनिर केही एमाउन्ट छ। यो जुन एमाउन्ट छ है यो एमाउन्ट तपाईको 6000 मेरो हातमा जुन एमाउन्ट देखिराख्नु भएको छ यो 6000 रुपैयाँ छ। यो एमाउन्ट यहाँकै बाबाको उपचारको लागि फेरि पनि है कसले पठाउनु भयो भन्दाखेरि एकदमै मेरो आदरणीय है जो युएसएमा हुनुहुन्छ अमेरिकामा एल्डरबा है। जहिले पनि बिरामीहरूको भिडियो हेरेपछि उहाँले केही मात्रामा उहाँले आर्थिक सहयोगहरू पठाइरहनुहुन्छ है। त्यसले गर्दाखेरि अहिले पनि उहाँले मेरो हातमा हुनु चाहिँ 6000 छ तर उहाँले चाहिँ 5000 रुपैयाँ है यहाँको ट्रिटमेन्टको लागि सोझै मेरो एकाउन्टमा यहाँले 5000 रुपैयाँ है युएसएबाट आदरणीय एल्डरबा दीपक आसामेजीले 5000 रुपैयाँ पठाउनु भएको छ भने त्यस्तै प्रकारले आज एक बिहानै तिनधारेबाट 1000 रुपैयाँ है पुष्पा गुरुङ आन्टी जसले चाहिँ मलाई छोरा जस्तो सम्झनुहुन्छ उहाँले पनि 1000 रुपैयाँ है पठाउनु भएको छ। टोटल एमाउन्ट 6000 रुपैयाँ मेरो हातमा छ है। र यी पुष्पा आन्टी जो तिनधारे राजबाडीबाट हुनुहुन्छ उहाँले 1000 रुपैयाँ अनि अमेरिकाबाट 5000 रुपैयाँ एल्डरबा दीपक आसामेजीले पठाउनु भएको छ र यो 6000 रुपैयाँ म है सोझै यहाँको म छोराको हातमा दिइराखेको छु। र फेरि पनि म हजुरहरूलाई एउटा निवेदन गर्न चाहन्छु कि यहाँको अझै पनि ट्रिटमेन्ट बाँकी छ। केही दिनमा अपरेसन भइराखेको छ यहाँको है यो टाउको यहाँको हड्डी झिकेर फेरि यहाँनिर टाउकोमा लगाउने भएको छ। त्यसले गर्दाखेरि अझै उपरान्त धेरै खर्च छ। यहाँकै छोराको एकाउन्ट नम्बर फेरि पनि म दिन्छु। हजुरहरूले जति सक्नुहुन्छ है धेर थोर जति सक्नुहुन्छ सहयोग गरिदिनुहोस् है। हुन्छ।